Hello everyone, namaste, sevaro and welcome back to my channel. आशा छ सबैजना सन्चै हुनुहुन्छ होला and this is the day 3 and last day of our trekking. अनि हामी चाहिँ उता मयु डाँडाको टुप्पीमा जानु लागेको छौं अनि धेरै राम्रो छ भनेको सुनेको थिए तर अब यता मौसमको भर नहुने रहेछ कस्तो हुन्छ अनि यति 3 दिन भइसक्यो एउटै लुगा लाएको फोहोर भएर सबै फोहोरी देखिरह हेर्दै गर्नु होला सबैजना घर पनि फर्किनु लागेको उहाँ टुप्पीबाट फर्केपछि चाहिँ हामी घर पनि फर्किने यता चाहिँ सामान प्याकिङ हुँदैछ हाम्रो जानुको लागि अब फर्किनुको लागि मामा हेलो 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 सबर गर्दै गएर नि तिमीहरु कोही आगो ताप्ने अनि भेनाहरु माथि गएर आउनु केही सामान त छोडेको छैन हामी चाहिँ जाँदैछौँ धेरै यहाँ अलिकति बाटो नआउँदा पनि गलिसक्यो कस्तो लाग्दैछ राम्रो रमाइलो लाग्दैछ हामी उता मयुको टुप्पी जानु लागेको मैले भनेको थिएँ नि त्यहाँनेरि राम्रो राम्रो सिनहरू माउन्टेनहरू देखिन्छ भनेर हो त्यो जानु लागेको अनि फर्स्ट टाइम तिमी पहाड आएको कस्तो लाग्दैछ त हामी जाने गल्यो नि यता बाटो पनि यस्तो राम्रो बनाउनु भएको छ अनि हिँड्नु नि सजिलो हुन्छ यस्तो बाटोमा त उकालो नै छैन ओह्रालो नि छैन ठिक्कको तेर्सो नि छैन दमसाइलो भन्छ दमसाइलो छ ऊ अगाडि पुगिसक्नु भयो 3 जना चाहिँ हामीलाई छोडेर गाह्रो रहेछ ट्रेकिङ गर्नु पुरै अस्ति फर्स्ट डेमा त हिँड्दै आइयो लगभग 16, 13, 14, 15, 16 घन्टा होला हिँड्दै आइयो ऊ त टुप्पी होला मयु डाँडाको ऊ त सबैभन्दा माथिको अब चाहिँ हामी आइपुग्नु आँट्यौँ राम्रो सिन छ ढुङ्गा क्या यस्तो घाम पनि झुल्किरह अब पुग्नु आँट्यौँ हाम्रो डेस्टिनेसनमा मेन टार्गेटमा हामी पुग्नु लाग्यो अब हामी यो भिड चढ्नु पर्ने हामी हिँड्नु एभ्रीवन लेट्स गो भिड चढ्ने ओ अगाडिको माथि यो भिर यस्तो डाँडा चढ्ने गरे आट्ने हो नि आट्ने हो राइकको छोरी भएर आट्ने हो डाँडै डाँडा यस्तो भिड चढ्यौँ हामी अनि यति डाँडा काटेर आएको क्या हामी हेर्दा मात्रै यति छ थोरै हिँड्नुपर्छ ऊ त यो डाँडा कुन अरे मामा उयो खम्बुखा अनि त्यसको पल्लोपट्टि सुम्लिखा अनि यो सावा अनि उ त पाङखाङ अनि उता तिम्मा होला अनि त्यसपछि रिमचिम पछि अनि बल्ल हाम्रो गाउँ आउँछ ऊ त टुप्पी यो टुप्पी चाहिँ ट्याम्के अरे आयो यस्तो भिरमा चढ्यो अझै छ बाटो माथि यस्तो भिड छ नि देखेको पनि छैन क्या गुल्ट्यो भने ऊ तल पुगिन्छ हामी
आम्मामा हेर्दै रिङ्गटा चल्दैछ यहाँदेखि। यो करेन्टले चाहिँ के गर्ने रहेछ अस्मि? करेन्टमा अब पिरो हुन्छ नि, त्यो पिरो पनि जाडोबाट थाहा नहुने रहेछ, कहाँ हराउँछ यस्तो दामी। अनि तल मधेसतिर करेन्ट खायो भने त चाक पोल्छ भन्ने भनाइ छ नि, होइन रहेछ? करेन्टको यति चाहिँ एडभर्टाइज हुनुपर्छ है। ल भाइलाई चाहिँ के छ, करेन्टले हल्का के गर्यो? झड्कै हान? झड्का छैन, सिधै। कति करोडको हो यो करेन्ट? 500 करोड। 500 करोड? यहाँ त नि कतिसम्म पर्छ होला? 55 करोड। 55 करोडमा पनि पाउँदैन। कसले दिन्छ यहाँ? अहिले तिमीले 1 करोड दिन्छु भन, कसले ल्याउँछ? यस्तो भिडमा बसेर हामी इन्जोय गरिरहेछौँ क्या करेन्टलाई। अनि यस्तो करेन्टलाई हामीले इन्जोय गर्दा करेन्टबाट हामीलाई के बेनिफिट आएन भने हामी यो करेन्टलाई यीबाट भिडबाट झारिदिन्छौँ, हो कि नै? करेन्ट त बरु काँचो मिठो हुँदो रहेछ पकाएको भन्दा पनि, चिसोमा चाहिँ यो बर खतरनाक। अब यो नुडल्स भनेको चाहिँ नेपालमै मेड इन नेपाल हो है। यसको चाहिँ तारिफ गरेर सक्नु छैन, यति ब्युटिफुल मान्छेहरूले चाहिँ यति तारिफ गरिदियो करेन्टको। यस्तो राम्रो छ अरे है करेन्टले। यो उकालो केही भन्दैन, यो डिजेल पेट्रोल केही होइन रहेछ। यो त जुन केरी जाडो ठाउँमा आउनु छ भने करेन्ट ल्याउनु नबिर्सिनु होला। त्यति चाहिँ हो, त्यति हो। ल त्यति भन्दै के गर्न चाहन्छ? यो भिड चढ्न चाहन्छु म। अब हाम्रो भिड चढाइ स्टार्ट। करेन्टले सिधै तल चाकबाट उयो पेट्रोल फालिदिन्छ आगो, जुन केरी हजुर मामी पुरुक गर्दै यो उकालो निस्किने नानु राई अनि असुली। अब म पनि टेस्ट गर्नुपर्ने। सिम्मा राई स्टेसनमा पुगेँ, मन ठ्याक्कै ढुस्से पनि लागिदियो क्या। हिमाल पनि देख्नु पाइएन मजाले, अलिअलि त देखिएको थियो, ढुस्से पनि लागिदियो। अब हामी फर्किने एकछिन बसेर। अब हामी चाहिँ घर फर्किँदैछौँ हाम्रो सबै सामान लिएर। भेडा घोडामा पनि चढिहाल्यो होला हैन? कहाँ चढ्नु पनि लागेको छ, कसले चढाउँछ? त्यहाँ भाइ पनि काम न। अनि अब निस्किने लाग्यो क्या एकदम अम्लो। कस्तो छ यार? एकदम मिठो। पाल्टा बोतल हाल्दै खाएको छ क्या? गजब छ। के भन्नु खान्छ नि म ब्याङ्क चलिरहेछ नि त। नाङ्छ गजब छ भाइ, गजब छ। हामी चाहिँ खाजा खाने ठाउँमा नै यहाँ पानी परेर बसिरहेको छौँ। असिना पानी परिरहेको छ पुरै, हेर्नु सक्नुहुन्छ। त्यहाँ सेतो फुटुक उफ्रिँदैछ। डह्रो पानी परेको छ नि, असिना पानी। खोइ देखाइदेऊ त, असिना पानी। अब हामी चाहिँ खाजा खाएर लागिसक्यौँ, पानी पनि रोकिसक्यो। अनि भाइ र मैले चाहिँ भारी साटेको, अनि सबैजना अगाडि हुनुहुन्छ, छँदै हुन्छ। एकदमै असिना पानी परेर यहाँ त अस्ति जाँदा पनि पानी पर्यो, आउँदा पनि यहीँनेरि ओत लाग्ने ठाउँ हामी जाँदा पनि आउँदा पनि।
उता झुलुङ्गे पुल कट्नुपर्छ हो उता जुलुङ्गे पहिला पहिला धोत्रेमा मान्छेलाई मार्थ्यो अरे यार यो हामी बसेको ठाउँ धोत्रे हो बाटोमा चाहिँ फेरि जाँदा जाँदै हामीलाई चाहिँ पानीले कुट्यो त्यही भएर मतलब पानीले भेटायो त्यही भएर भिडियो गर्नु पाइनँ अनि घरसम्म पुग्ने बेलासम्म हामीलाई पानीले भिजायो अनि भिज्दै गयौँ हामी घर त्यही भएर भिडियो बनाउनु पाइनँ आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ